4 वर्ष यो गेटबाट सुरु भएको एउटा सपना, इन्स्टिट्युट अफ इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पस। हामी यहाँ आएका थियौँ सपना लिएर, तर बाटो कस्तो हुन्छ थाहा थिएन। पहिलो दिनका ती फोटोहरू, नयाँ अनुहारहरू र मनभित्र लुकेको प्रश्न, के हामी सफल हुनेछौँ? जहाँ किताबभन्दा बढी जीवनको सङ्घर्ष र धैर्यता सिक्यो, लेक्चर सुन्नुभन्दा बढी जिन्दगीलाई बुझ्न थाल्यो, असाइनमेन्टहरूले थकायो, एक्जामहरूले डरायो, तर हरेक च्यालेन्जले हामीलाई अझै स्ट्रङ बनायो। यी पलहरू सानो लागे पनि, तर यही नै हाम्रो सबैभन्दा ठुलो खुसी थियो। कहिले हार्ने डर, कहिले जित्ने आश, तर एउटा कुरा कहिले माने, हाम्रो डिटर्मिनेसन। आज यी ग्रुप फोटोहरूमा सिर्फ अनुहारहरू छैन, यहाँ छ हाम्रो मित्रता, यादगार पलहरू, सम्झनाहरू, सङ्घर्ष र 4 वर्षको पुरा कहानी। अब बाटो फरक हुँदैछ, गन्तव्य अलग हुँदैछ। आज यो क्याम्पस छोड्दा मनमा एउटै कुरा घुम्नुहुन्छ, यो 4 वर्ष हाम्रो जिन्दगीको सबैभन्दा सुन्दर यात्रा थियो।